पानी परेको बेला चाहिँ बल्खुको तरकारी बजार जाने बाटो चाहिँ यस्तो हुन्छ है, पुरै बिजोग भइराखेको हुन्छ क्या। म चाहिँ सब्जीहरू लिनु छु, त्यही भएर बिहानखेरि जाँदै थिएँ। बिहानदेखि पानी परिरहेको थियो यो दिन चाहिँ। अलिकति पानी धेरै आएर अनि हल्का बाढी आउला जस्तो खोला भयो भने साह्रो मुटु दुख्छ हो मेरो चाहिँ, किनकि हाम्रो पनि पुरपरारै घर सबै बगाएको हो नि त, डुबाएको हो। अनि मलाई कस्तो मन दुख्छ कि पानी पऱ्यो कि अरू रमाउँछन् भने मलाई चाहिँ साह्रो गाह्रो हुन्छ। बागमती बढ्ने बित्तिकै बल्खु वरिपरिहरू सबैतिर डुबाउन थाल्छ नि त। अनि सँगसँगै म चाहिँ गएँ तरकारीहरू लिनु थियो, अनि यहाँ सधैँ जाने ठाउँमा गएँ। त्यहाँ गएर मलाई चाहिँ अलिअलि सामान लिनु थियो, चिउराहरू, चोकोपाईहरू, चाउमिनहरू लिएँ। अनि यता ग्लासहरू पनि लिनु थियो, त्यो पनि लिएँ। अनि एकछिन सब्जीहरू हेरेँ, टमाटर लिएँ, काँक्रा लिएँ। मैले चाहिँ काँक्रा चाहिँ अनिवार्य चाहिन्छ हो, मलाई त झन् कति महँगो हुन्छ कहिलेकाहीँ, र पनि म चाहिँ खाइराखेको हुन्छु। अनि यहाँ कागतीहरू पनि लिनु थियो, गाजर पनि लिनु थियो। अहिले त ठिकै हुँदो रहेछ गाजर, 80 त किनेर ल्यायो 2 दिनमै कस्तो किरा परे जस्तो, पानी नै पानी भयो जस्तो हुने कि। अनि यहाँबाट आलु प्याज पनि लिएँ। म चाहिँ बाइक लिएर गएको थिएँ कि आज, अनि बाइकमा सबै खाँदै मैले, अझै पानी परिरहेको थियो। यो बल्खु टियु एरियातिर त बिहान 6 बजीदेखि नै ट्राफिकहरू चेकिङ गर्नलाई बसिरहनु हुन्छ हो। अनि त्यसपछि म घर आएँ, दहीहरू राखेँ, दुधहरू राखेँ, दिनभरि पानी परिरहेको थियो। अनि यता अन्डाहरू बोइल गर्दै, यता चना पनि भिजाएँ मैले। आफूलाई खाना पनि सजिलो भयो, अनि अलिअलि पसलमा आउनु हुनेले चटपटी खोज्नेलाई उहाँलाई पनि बेच्नलाई भयो, त्यही भएर भिजाएँ मैले। अनि मैले चाहिँ यो एकजना सिस्टर आउनु भएको थियो, उहाँलाई बेचेँ। अनि त्यसपछि मेरो सामान आउनु थियो, होलसेलबाट सामानहरू आइपुग्यो। सधैँ आफू जान भ्याइँदैन, अनि यसरी फोन गरेर म चाहिँ मगाउँछु। यहाँ चाहिँ स्पा हेयरब्यान्डहरू, नेल पोलिस, छुराहरू, अनि फेस मास्कहरू सबै आएको छ। सानो सानो क्लिपहरू पनि माग्नु भएको थियो, अनि त्यो पनि आएको छ। फेस मास्क त मैले कति बेचेँ, राइसहरूको आएको छ। योपालि चाहिँ अलि धेरै राइसको अलिक माग बढी भएको छ। यो चिप्स ल्याउने दाइहरू नै आउनु भएको थियो, अनि यो पनि राखेँ। अनि माथि चाहिँ पार्वती फिल्मको पोस्टर टाँसिदिनु भएको थियो, फिल्म लाग्दैछ नि त। अनि योहरू पनि मिलाएर राखेँ स्टोरमा। अनि म गएँ बेलुकाखेरि अङ्कलकोमा अन्डाहरू लिनलाई। अन्डा 2-3 क्रेट ल्याउनु थियो, अनि 4 क्रेट ल्याएँ। अनि उहाँले चाहिँ यो बच्चाहरूले खेल्ने क्लेहरू के ल्याउनु भएको रहेछ, एउटा भाइले मागिरहनु भएको थियो, त्यो ल्याइदिनु भएको रहेछ। अनि मैले चाहिँ सामानहरू मिलाएर राख्न थालेँ। यो सबै डेली आउँछ क्या हाम्रो सामानहरू चाहिँ। एकैचोटि ल्याउनु नि भन्नुहुन्छ सबैले, एकैचोटि ल्याउनु सम्भवै छैन कि। हुक्काको कोइलहरू पनि छ है हाम्रोमा चाहिँ अहिले।